सर नमस्कार। नमस्ते सर, नमस्ते सर। हजुरको विद्यालय शिवशक्ति माविमा यो बन्दै गरेको यहाँ नयाँ संरचना बन्दै गरेको देखिन्छ, खास के होला सरले यसको बताइदिनुहुन्छ कि? यो चाहिँ नि हाम्रो इको गार्डन हो। इको गार्डन यो चाहिँ करिब 1 महिनादेखि यहाँ चाहिँ निर्माण भइरहेको छ। तराई भूवृद्धि आयोजना बगरमल काठमाडौँ र वडा कार्यालयको साझेदारीमा चाहिँ नि यो निर्माण भइरहेको छ तीव्र गतिमा। यो चाहिँ अत्याधुनिक चाहिँ नि इको गार्डन, यहाँ चाहिँ फुलहरू रोप्नलाई, सजावट गराउनको लागि चाहिँ विद्यार्थीहरूले चाहिँ अट्र्याक्सन बनाउनको लागि चाहिँ यो चाहिँ तयार भइरहेको छ। गार्डन यहाँ यो फुलहरू रहन्छ कि यहाँ फुलहरू रहन्छ, तयार भइसक्यो भने फलफुल भन्दा पनि फुलै रहन्छ। यो विभिन्न प्रजातिका फुलहरू नै यहाँ चाहिँ नि लगाउने, चिल्ड्रेन पार्कलाई व्यवस्थित गर्ने र फोहोर व्यवस्थापनका लागि पनि फोहोर जलाउने ठाउँ पनि तयार भइरहेको छ। त्यसले गर्दा चाहिँ असाध्यै बच्चाहरूको लागि चाहिँ मन जित्ने, साना साना नानी बाबुहरूको लागि पनि यसले चाहिँ तयार भइरहेको अवस्था छ। अनि सर त्यो चिल्ड्रेन पार्क भन्ने त्यहाँ चाहिँ बच्चा बच्चीहरूलाई चाहिँ अलि डिस्टर्ब हुने त केही हुन्न होला नि? डिस्टर्ब त्यहाँ चाहिँ हाम्रो इसिडी त्यहाँ बच्चाहरूले खेल्ने चाहिँ जुन मैदान अनि खेलकुदका सामग्रीहरू छन् तिनीहरूलाई अलि ठाउँ सानो जस्तो लागेन हजुरलाई? अलि ठाउँ चाहिँ सानो जस्तो छ, त्यसलाई अलि व्यवस्थित गर्यो भने त्यसलाई हुन्छ। त्यहाँ पनि अलि माटो साटो पटान गरेर चाहिँ पछि व्यवस्थित गर्ने प्लान छ। स्कुलले चाहिँ त्यस्तो पनि योजना गरेको छ। त्यो कारणले गर्दा पक्कै त्यो चिल्ड्रेन पार्क पनि अझ व्यवस्थित माथि अग्लो ठाउँमा गराएर व्यवस्थित हुन्छ होला सर। अनि अरू के छन् सर स्कुलले अरू के गर्दैछ? अब यहाँ तपाईँको चाहिँ नि इको गार्डन भयो, त्यसपछि चाहिँ बाहिर चाहिँ प्रदेश सरकारको चाहिँ आर्थिक सहयोगमा चाहिँ वाल कम्पाउन्ड चाहिँ लगभग 70 मिटर चाहिँ कम्पाउन्ड चाहिँ सम्पन्न भइसकेको, रङरोगन भइसकेको अवस्था छ भने। अनि तपाईँको चाहिँ नि यो वार्ड कार्यालयको सहयोगमा वाटर फाउन्टेन पनि तयार भएर पनि प्रयोगमा आइसकेको, यो गत वर्ष निर्माण भएको हो भने। अब चाहिँ एकदम तीव्र गतिमा चाहिँ तयार भइरहेको छ। एकदम जो स्कुलको भौतिक रूपमा चाहिँ बिस्तारै सम्पन्नशाली भइसकेको छ। अब यो चाहिँ एकदम अग्रगतिमा छ। अब चाहिएको छ हामीलाई चाहिँ अलि धेरैभन्दा धेरै चाहिँ शैक्षिक गुणस्तर वृद्धि गर्ने, धेरै विद्यार्थी पास गराउने, शैक्षिक हब, एउटा शैक्षिक केन्द्रको रूपमा चाहिँ हबको रूपमा चाहिँ यसलाई विकास गर्ने। यो चाहिँ एकदम राप्ती सनारीको पनि केन्द्रबिन्दुमा भएको हुनाले, पुरानो माउ विद्यालय 2029 सालमा स्थापना भएको विद्यालय भएको हुनाले पनि यसलाई चाहिँ अब शैक्षिक रूपमा चाहिँ कति विद्यार्थीहरू चाहिँ गुणस्तरीय शिक्षा दिनका लागि यहाँ चाहिँ अब एकदम त्यसमा लाग्नुपर्ने अवस्था देखिन्छ। हस् त, धन्यवाद सर। धन्यवाद हजुर।